पनि हुन्छ तर खै त्यहाँ चाहिँ हामी जान्छ किन थाहा छैन तर त्यहाँ सावानो भन्ने फल पनि छ त्यहाँ पनि हेर्न जान्छौँ त्यही भएर धेरै पछि घुमघामको लागि निस्केका छौँ हरियाली हेर्न जाँदैछौँ जङ्गलतर्फ अनि यहीँबाट हाम्रो आइसक्यो अब गन्तव्य जाने हाम्रो डेस्टिनेसन अलिकति भिडियो क्याप्चर गऱ्यौँ यहाँबाट यहाँ पहाडहरू देखिरहेको छ ठ्याक्क अब हामी त्यहाँ स्टेसन पुग्न लागिसक्यौँ नि त जहाँ हामी जान लाग्यो त्यहाँ स्टेसन त्यहाँबाट हामी बसमा जान्छौँ अब हामीहरू यहाँ घुम्न जाँदैछौँ अब फिसिङ जङ्गलै जङ्गल भएको ठाउँमा आएको छ कस्तो हेर म तपाईँलाई यहीँदेखि देखाउँछु अब बाहिर निस्किन लाग्छ भने यो अन्डरग्राउन्डभित्र पुरा हामी यहाँ सबजना जाँदैछन् त्यही गोल्डन विक मनाउनलाई यस्तो ठाउँ हो यस्तो राम्रो मौसम थियो कि त्यही भएर यसो घुम्न आएको होइन हाइकिङ जङ्गलै जङ्गल भएको ठाउँमा आएको छ हामी त आयो भने यस्तै ठाउँमा घुम्न आउँछौँ कि यस्तो राम्रो ग्रिनरी इन्भाइरोमेन्टमा होइन अब म देखाउँदैछु सबै एक एक गरेर देखाउँछु अनि लोकेसन पनि भन्छु पछि होइन कुन ठाउँ भनेर यहाँदेखि हामी सुरु गरेर यो स्टेसन भयो अहिले होइन ठुलो रहेछ है स्टेसन पनि यो ठुलो स्टेसन यहाँबाट यो चाहिँ बसको स्टप अब यहाँबाट हामी बसमा जाने हो बसमा सबै बसको लागि वेट गर्नु पर्यो नि जङ्गलै जङ्गल आउँछौँ कि यस्तो राम्रो ग्रिनरी इन्भाइरोमेन्टमा होइन अब म देखाउँदैछु सबै एक एक गरेर देखाउँछु अनि लोकेसन पनि भन्छु पछि होइन कुन ठाउँ भनेर यहाँदेखि हामी सुरु गरेर यो स्टेसन भयो अहिले होइन ठुलो रहेछ है स्टेसन पनि यो ठुलो स्टेसन यहाँबाट यो चाहिँ बसको स्टप अब यहाँबाट हामी बसमा जाने हो बसमा सबै बसको लागि वेट गर्नु पर्यो नि जङ्गलै जङ्गल यहाँ बस स्टप छ हामी त्यहाँ जानलाई सोध्न लाग्छौँ बस कति बेला आउँछ भनेर यस्तै छ यो होइन रे सबैजना त्यही जानलाई होला लाइन लागेको छ स्टेसन त्यहाँबाट निस्क्यौँ सब लाइन छ यहाँ सोध्नु पर्यो नि होइन बसको लाइन छ यहाँ पछाडि हामी यहाँ वेट गरिरहेछौँ बुढाबुढी जानलाई रेडी छौँ यति लामो लाइन छ अब गोल्डन विक मनाउनलाई सब गइरहेछन् कि सबजना बस आउँदैछ यहाँ एकछिनमा आउँछ बस एउटा त भयो यस्तो गर्मी छ आज तै पनि यो ज्याकेट लगाएको छु गर्मी छ हाम्रो बस आयो यसमा चढेर हामी चाहिँ जाने फेरि यहाँबाट हामी चढेर जाने अब कति मान्छेहरू गइरहेको छ यहाँ त बसमा बसिसक्यौँ यसरी सबैजना बस भइहाल्यो यिनीहरू बसमा अब उता गएपछि देखाउँछु है त म यस्तो ठाउँ छ यहाँदेखि हामी जाँदैछौँ यहाँबाट हामी अब थोरैजना छौँ मान्छेहरू बिचबिचमा झरिरहेछन् क्या कोही हाइकिङ जानेहरू छन् माथिबाट जानलाई तर हामी त्यहीँसम्म जानलाई चाहिँ यहाँ बस चढिरहेछौँ कि अब मान्छे नै छैनन् त्यति अब आउँदैछ हामी आउँदैछौँ अब डेस्टिनेसन पुग्दैछौँ जङ्गल बाटो रहेछ यहाँ खोला त देख्यो एउटा जङ्गलै जङ्गल बाटो रहेछ गाइस यो त ठुलो
ठुलै जङ्गल रहेछ अझै टाढा रहेछ आउनलाई अझै टाढा छ पैसा पुग्दैन अब अब 1000 रुपियाँ त छैन हामी उत्रिसक्यौँ अब हामी यहाँबाट जान्छौँ पैसा तिर्नु पर्यो नि यहाँ पहिला पैसा पुग्छ किन आइसक्यौँ हामी अब यहीँ झरेर घुम्ने छ ए पैसा पुगेन म इचोटो एकचोटि राख्नु क्या ल पैसा 60 रुपियाँ हाल छ र तिन छैन कति रुपियाँ पुगेन र तिम्रो पैसा नै नपुगेर यार तनाव ल हामीहरू त यहाँ आइपुग्यौँ अब यहाँबाट हामी घुम्छौँ कता कता पुगिन्छ त्यहीँ फल्स हेर्न जान्छ यहाँ फल झर्ना आएर छ अब कता कता घुमिन्छ यही जङ्गलमा घुम्यो हाइकिङ यहाँबाट हाम्रो सुरु हुन्छ अब यहाँबाट सुरु हुन्छ हाइकिङ हाम्रो यस्तो देखाउँछु म राम्रो राम्रो सिनहरू ओके अब जति सकिन्छ हिँड्दै गइन्छ पुरानो घरहरू किन रे यहाँ शान्त ठाउँ नाइस इन्भाइरोमेन्ट यस्तैमा घुम्न मजा के रमाइलो कहाँ हो र खै त्यो राखेर राख्नु पर्ने हो के राखे वेहरू के डिरेक्सन कता यता हामीले त आज वेदरले च्यालेन्ज गरेछ घाम लागेर यस्तो चरक्क सरी ओ के हो ढल्किएर हिँड्ने ल यस्तो छ है यहाँको बिच दामी बिच छ ल यहाँ अब पुल ब्रिज यस्तो राम्रो छ यहाँ तल यस्तो छ है यहाँ म देखाउँछु खोला देखिनु भयो देखियो यहाँ यस्तो सब ग्रिनेरी छ यहाँबाट जानु लाग्यो हामी यहाँबाट जानु लाग्यो खै हामी अब यसरी नै हिँड्दैछौँ यहाँबाट तल खोलाको आवाज सुन्न सक्नुहुन्छ यसरी खोला गइरह मजाले यहाँ आइसक्रिम के बेचिरहेको रहेछ यस्तो छ ल सबैजना गइरहेको छ हिँड्दै के पछि किरा कपाल आउन थाल्यो त Dreaming in the good. Oh, बाटो छ पुरै ढिक तल छ यो यहाँ बार लगाएको छ यहाँ चाहिँ यहाँ छ खोला नाला सबै भइरहेछ ऊ यो फल हो कि क्या हो त यहाँ रहेछ म जुम गरेर देखाउँछु है कहाँ गयो देख्नुभयो त्यहाँ पानी आइरह र साथीहरू यो हो झरना सानो झरना खोला
यस्तोमा गर्मी महिनाको लागि रमाइलो। हामी यहाँ माथि छौँ, यो तल। अब हामी तल जान्छौँ यत्तिकै। यहाँबाट यस्तो बगिरहेको खोला, टक्क खोला बगिरहेको छ। हामी हिँड्दैछौँ, मान्छेहरू गएर पनि फर्किसकेको छ। के हो गिलिक गिलिक गर्छ त यो माटो त गिलगिल गर्छ त यो त। अब काठको त्यो राखेर रहेछ है दङ। ल यत्रो खतरा घन जङ्गल देखाउँदैछु है मैले। के खसिरहेछ यार टाउकोबाट त मेरो। यस्तो माथिबाट कसरी देखाउने त मैले माथिको। अब यसरी माथिबाट यस्तो खसिरहेछ होला नाले। के झर्छ झर्छ टाउकोमा जङ्गलमा आएपछि। खोला नालाको आवाज सुन्नै मजा, चराचुरुङ्गीको रमाइलो। यसो यसरी हिँडौँ न भनेर हो। अब हिँड्दैछौँ बिस्तारै बिस्तारै। अनि यसको पात पातहरू ल यहाँबाट सुरु भएर यहाँबाट भएर यहाँबाट देखाउँदैछु अब है। त्यहाँ किन गएको, त्यहाँ किन गएको। कस्तो सफा पानी मजाको यहाँनिरको नेपालको धाराहरू। यो बुढा फेरि ऊ त्यहाँ गएर हेर्नुपर्ने उसलाई। भिडियो बनाएको फोटो होइन। फेरि बुढा यहाँ माथिबाट हामी तल आएको थियौँ। ल ए बुढी नेक्स्टको लागि फेरि आउँछ प्रिपेयरका साथ। अहिले यतिकै घुम्न आएको गर्मी महिना आएको छैन धेरै। अब अझै गर्मी महिना आउन बाँकी छ। झर्ना देखाऊ है। त्यसरी हुँदैन दाजु, यतिकै हो जुम। यो त सानो क्यामेराबाट पनि देखिन्छ। यही हो क्या जुम। ल यही हो झर्ना यहाँको। अब यहाँबाट माथि के छ यसरी गएर हेर्छौँ अनि त्यसपछि फर्किन्छौँ हामी। बाई। अब हामी हेर्दै जाँदैछौँ नि त। थाहा छैन पहिलोचोटि आएको। अब यो खाने ठाउँ भइहाल्यो, रेस्ट गर्ने ठाउँ यो भइहाल्यो। गाई यहाँ हो मेन झर्ना भन्दैछन्। हेरेर भन न यता। ठुलो झर्ना देखाउँदैछौँ। यताबाट गए पनि भयो, यताबाट गए पनि भयो, माथिबाट गए पनि भयो।
यहाँ खतबाहरूले यति ठुलो हामी त अब पहिलोचोटि आएको नि त अब कपडा सपडा केही लिएर आएको छैन हामी त यत्तिकै हेर्न आएको आज धेरै पछि घाम लागेर जाऊँ न त भनेर कता जाने भयो अनि गाइस म देखाउँछु है अब एक्स्ट्रा कपडै ल्याएको छैन ल है म देखाउँछु है 1 2 3 ये यहाँबाट बग्दै यस्तो ठुलो बनाउनु पर्यो त ल यत्रो ठुलो है यहाँ माथिबाट आउँदैछ ल ढुङ्गा भइहाल्यो यहाँबाट बगेर तल अघि हामी गरेको ठाउँ हो गर नुहाउन पाइँदैन रहेछ कि क्या हो पाउँदैन त्यहाँसम्म चाहिँ त्यहाँ चाहिँ हुन्थ्यो होला अलिअलि भए पनि कपडा ल्याएको त्यहाँ पनि पाउँदैन त्यहाँ भनिरहेको देखेन त्यहाँ पो हो भन्ने खाने यहाँ यो त यहाँ एउटै हो क्या यो त तलै होइन अनि तिम्रो एउटै त हो गहिरो छ है एकदमै गहिरो तिमी नुहाउने हो नि अन्त जाऊ नुहाउनु जाऊ कपडै ल्याएन के यति हो यी माथिबाट बनाएको होइन यहाँबाट यहाँ झर्ना आएर तर देखाइदिन्छु हात धु गर न भिडियो बनाउनलाई यस्तो डेन्जर ठाउँ छ ल हो यो डेन्जर छ यहाँको फल डेन्जर गाइस हामीले हेर्नुपर्ने झर्ना हेरिसक्यो यहाँ यत्रो ठुलो रहेछ कि हामी त तल थियौँ नि त यति नै सानो होला भनेर अनि आउँदै गर्दा त यहाँ त यत्रो ठुलो झर्ना रहेछ अब एक्स्ट्रा कपडा लिएको भए हल्का भए पनि यसो त्यहाँ गएर त्यहाँसम्म मात्रै गएर भने पानी खेल्नु हुन्थ्यो सुन्दरी जल हो र यो ल बाई अहिले अब हामी जान्छौँ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ पहिले भिडियो बनाइसकेको छु अब हामी फर्किन्छौँ अब त्योभन्दा माथि त नजाने केही छैन होला अब त अब के थाहा त नि मलाई यहाँ भन्दा माथि पनि छ कि भनेर ल यस्तो छ यहाँ बाटो पनि माथि गएर तल आएको यस्तो छ बाटो ढुङ्गाको यस्तो छ यहाँबाट यसो चढ्नु ढुङ्गा छ के कोही नभएको बेला त्यहाँ माथि कोही नभएको बेला भइहाल्यो हामीले पनि खिच्यो नि राम्रैसँग भइहाल्यो अब हामी फर्किँदैछौँ अब यति नै हो अब हाइकिङ हल्का हाइकिङ गरेर आएको अवस्था अझै माथि जानुपर्ने गएन उताबाट क्या त्यही त यहीँबाट हामी तोरी पुलमा बसेर यहाँ ल यसरी पानी गइरहेको यहाँबाट यसरी पानी बग्छ तल जान्छ यस्तो
हामी यसरी जाँदैछौँ अब फर्किँदैछौँ यही नै हो बाटो यही बाटोबाट आएको अब यही बाटोबाट हामी जाँदैछौँ बुढाबुढी होइन त बुढा ल अब अरू कहाँ कहाँ गयौँ भन्ने होइन अब यति नै कहीँ जाँदैनौँ यति नै हो यहाँ हामी फर्किँदैछ यसरी अब कहाँ जाने अब ल म भिडियो बनाउँछु एउटा यहाँ पुरानो घर जस्तो होइन यहाँ कफी सप पाउने रहेछ भित्र हेर्दा के पाउँछ यहाँ कफी खाऊँ न कफी पाउँछ यो पुरानो जस्तो छ जाऊँ न यस्तो राखेको छ जाऊँ न भित्र यहाँ त यस्तो रहेछ त पुरानो लाट्टे के लाट्टे खाने हुन्छ हेर्दै खाँदा हुन्छ म चाहिँ यहाँ देखाउँदै गर्छु तिमी के खान्छौ कफी यहाँ कफी खान आएको के तातो तातो चिसो भयो यहाँ झर्नाको नजिक भएर दुईवटा कफी मगाउनु पुरानो सब भाँडा सब पुरानो यसरी बनाएको देखा सब पुरानो भाँडाहरू के लेखेछ यहाँ हिनोरा भिलेज टोकियो रहेछ नि त यो हिनोरा भिलेज यस्तो रहेछ कफीको के अरे क्यारामेलको पनि रहेछ कफी अर्डर गर्दै म यहाँ बसिरहेको छु फेरि कोही बस्छ कि भनेर आएर बसिहालेको क्या यहाँ ढोकैनिर बसेको क्या यहाँ बसेर हामी कफी खाँदैछौँ बुढाले यहाँ हाल्दै हुनुहुन्छ कफीमा मलाई अलिक गुलियो ल यहाँ बाहिर यसरी हेर्दै खाँदै गर्नलाई यसो तातो कफी खाँदैछौँ खानु पऱ्यो नि ल्याउ वाओ कफी टेस्टी कफी खाऊ न ल हामी खाएर पनि निस्किसक्यौँ अब हामी जान्छौँ अब घरतिर बिस्तारै लाग्नु पर्यो अरू पनि कहीँ नयाँ चिज केही देख्यौँ भने देखाउँछौँ घुम्दै बिस्तारै घुम्दै होइन यहाँ यस्तो यस्तो के छ यत्तिकै जाउँ न के छ र अब अझै टाइम छ अझै 3 बजे फर्किने यस्तो माथि जाउँ न जाँदै गरौँ जाँदै हामीहरू फेरि एउटा ठाउँ भेट्टाउँदैछौँ हामी सब घुम्दैछौँ कि यहाँ कहाँ हो डाँडा काँडा यस्तो छ होइन यहाँ यस्तो छ यहाँ माथि यसरी यहाँबाट हामी जाँदैछौँ कि त्यहाँ खोला जस्तो छ होइन राम्रो जस्तो छ तपाईँहरूलाई पनि यस्तो पुरै हरियाली त्यहाँ माथिबाट झर्ना देखिरहेछ है त्यहाँबाट तल यसो तपाईँहरूलाई पनि जापानमा बस्ने त सबै जानुभयो होला हेर्नलाई यस्तो ठाउँ तर पनि अब धेरै भयो जानुभएको छैन भने चाहिँ यस्तो हरियाली हेर्नु मेरो भिडियोबाट ल त्यहाँ गएर देखाउँछु म यही समय हेरौँ वाउ गाडी हामी किन है छिटो स्विमिङ गर्दै खोलामा त्यहाँ जान पाइन्छ कि नै तर हामी जाँदैछौँ है कस्तो राम्रो बगिरहेको छ पानी होइन कस्तो राम्रो ठाउँ यस्तो ठाउँ देख्यो भने चाहिँ मलाई कस्तो मजा लाग्छ हेर्नलाई नेपालमा भए पनि यहाँ भयो नेपालमा पनि यस्तो देखेको कस्तो रमाइलो लाग्छ
यस्तो ठाउँ यस्तो नेपालको यस्तो ठाउँमा जङ्गलतिर यस्तो गएको छैन यस्तो छ यहाँ यस्तो सबै जानिन्छ अभी वाह ओके जानु मिल्दो रहेछ यहाँबाट यसरी पानी बगिरहेको छ मजाले बगिरहेको छ ल ती जाने हो जुत्ता निकालेन अघि त यस्तो जान्छु भनिरहेको यस्तो जङ्गल छ यहाँ तिमी फेरि अलिकति गयो डराउने तिमी पनि मेरो बुढा पानीको पहिलोदेखि डराउनुहुन्छ क्या हल्का अनि जानला हो साँच्चीकै रेडी भयो मेरो बुढा त पानी खेल्नको लागि पनि रमाइलो लाग्छ तर यस्तो देख्यो भने गएर चाहिँ अलि जाँदैन गहिरो धेरै गहिरो छ नि त्यहाँ ल जाउँ त केयरफुल है यसो यतिकै यहाँसम्म मात्रै जाउँ न गहिरो छ यहाँनिर थाहा छ हेर्दा मात्रै जाउँ जस्तो लाग्छ तर गहिरो छ अब हामी बानी नगएको भएर होला हामीले यति पनि गहिरो लाग्छ के यहाँनिर गहिरो छ यति माथिबाट यहाँ तल आछन् त्यहाँबाट धेरै यस्तो जङ्गल छ है पुरै घना जङ्गल छ यहाँ त यस्तो मजा यस्तो धेरै गर्मी अब आएको बेलामा फेरि यस्तै ठाउँ जाने हो फेरि घुम्नलाई फेरि यहाँ पनि आउन सकिन्छ ल जाऊ यो स्नेल भेटायो खान्छ नि यहाँ यस्तो स्नेल मुखमा पनि लगाउँछ नि यो स्नेलको क्रिम हुन्छ नि यसैबाट त हो यस्तो आहा नि यो गाइस मैले स्नेल समातेँ टोक्दैन देखेन होला गाइज है यसो गरेर के रे ओके गाइज अब म भ्लग अफ गर्छु है मेरो यो क्यामेरा अब क्यामेराको यो ब्याट्री सकिन थाल्यो त्यही भएर अब यहीँ एन्ड गर्छु है अब देखायो भने क्यामेरामा अलिकति भिडियो केही राम्रो देख्यो भने चाहिँ बनाउनु पर्ला अहिले बाइ बाइ